गर्दाखेरि तपाईहरु सोम हाम्रो राजा हाम्रो देश हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जय जय गोरख जय जय काली हाम्रो राजा यसै होइन त तपाईले डराएको होइन के पनि सेती क्षेत्र भयो उनीहरुको नियमहरुलाई नै हामीले पालना गरेको डराउनु हुन्छ भने हामी राजा कसरी फर्काउनु हुन्छ हामी पार्टीको कार्यकर्ता होइन अभद्र व्यवहार गर्दै चाहिँ सुरक्षा कर्मीहरुलाई हात हाल्दै हिँड्नलाई हामी एउटा राष्ट्र सेवक हो राजालाई चाहिएको हामी कुनै पार्टीको कार्यकर्ता होइन कि सुरक्षा कर्मीलाई हात हाल्दै हिँड्नलाई पटक पटक राष्ट्र संस्था स्थापनाको लागि आन्दोलन गर्नुभयो त सक्नु भएको छैन नि सुरुवात हो एकैचोटी सबै कुरा हुँदैन अलिकति सङ्घर्ष गरेपछि मात्रै हामीले राजा फर्काउन सक्छौँ अब अहिले नै दुई पाइला हिँड्न गाह्रो भएर गाडीमा बसेपछि त अनि कत्रो सङ्घर्ष गर्नु छ हामीले त्यसकारण चाहिँ सबै प्यानल पछाडि बसेर हजारौं मान्छे समेट्दै हामी नारायणी दरबार अब केही समयमा हिँड्ने तर्खरमा छौँ गाडी सोरखोटे चोकमा रोक्नु पर्यो यो जनताको कार्यक्रम हो जनताले साथ दिने कार्यक्रम हो राजतन्त्र जिन्दाबाद राजा जनता एक हौ अलि अगाडि जाऊ अलि छिटो जाऊ नयाँ बजार आसपास सोरखोटीमा बसोबास गर्ने आदरणीय राष्ट्रवादी राजभक्त जनसमुदायहरूलाई हाम्रो जुलुसमा जोडिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु हाम्रो राजा हाम्रो देश हाम्रो राजा हाम्रो देश संवैधानिक राजतन्त्र जिन्दाबाद संवैधानिक राजतन्त्र जिन्दाबाद राजा आऊ राजा आऊ राजा आऊ राजा आऊ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ राजा आऊ राजा आऊ राजा आऊ राजा ल्याऊ राजा ल्याऊ राजा ल्याऊ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ राजा ल्याऊ देश बचाऊ राजा ल्याऊ देश बचाऊ राजा ल्याऊ देश बचाऊ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ राजा ल्याऊ देश बचाऊ राजा ल्याऊ देश बचाऊ राजा ल्याऊ देश बचाऊ भन्दै यो चाहिँ आफ्नो धाराबाजीहरू गरिरहेका छन् हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ राजा ल्याऊ देश बचाऊ राजा ल्याऊ देश बचाऊ हाम्रो भाषा हाम्रो भेष हाम्रो राजा हाम्रो देश हाम्रो भाषा हाम्रो भेष राजा ल्याऊ राजा ल्याऊ हाम्रो भाषा हाम्रो देश गोरख जय जय काली हाम्रो राजा यसै पाले जय जय गोरख जय जय काली हाम्रो राजा यसै पाले जय जय गोरख जय जय काली हाम्रो राजा यसै पाले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ हजारौं राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जय जय गोरख जय जय काली हाम्रो राजा यसै पाले जय जय गोरख जय जय काली हाम्रो राजा यसै पाले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जय जय
हाम्रो रक्त जय काली हाम्रो राजा यसै तपाईहरु आफ्नो सोच इच्छाले आउनु भएको साथीहरुलाई हामीले कराइरहन नपरोस्। म के भन्छु भन्दा हामीले आफ्नो शान्ति र्याली शान्ति तरिकाले जानुपर्छ। त्यसैले तपाईहरु त्यो ब्यानर भन्दा पछाडि गएर बस्दिनु होला प्लिज। सबैजना ब्यानर भन्दा पछाडि गएर बस्दिनुस्। त्यसपछि नारा लगाउने अनि गीत गाउने काम हामी यहाँबाट स्टार्ट गर्छौं। तपाईहरु प्लिज सबै आफ्नो त्यो ब्यानर भन्दा पछाडि गएर बस्दिनुस्। साइडमा बस्नु साथीहरु पनि आऊ है। सबजना आउँदा सबजना बचाउँदैछु साना हाम्रो साइडमा पनि साथीहरु पनि सबजना आऊ है। पानीको बोतलहरू गाडीमा हाल्दैन होला है। यो खोरहरू बाहिर नफाल्नु। खोरहरूलाई बाहिर नफालिकन हाम्रै गाडीमा हालिदिनु होला। सबै गाडीमा ल्याएर हालिदिनु होला। सफा हामीले नै गर्नुपर्छ। हामी एकदम आफ्नो अनुशासनमा रहेर हामी आन्दोलन निकालिरहेका छौँ। त्यसैले सबैले फोनहरूलाई गाडीमा हालिदिनु होला। धन्यवाद। र्यालीहरू आउने क्रम जारी छ। हामी जोडिँदैछौँ, हामी समुद्र हुँदैछौँ। त्यसकारणले तपाईँहरूको यो उत्साह उमङ्ग ज्ञानेन्द्र सरकारलाई श्रीपेज लगाएर मात्रै शान्त हुन्छ। अब अलिकति सिस्टममा हामी बसौँ। यो ब्यानरलाई अलिकति अगाडि आउनु। यो स्पिकरको गाडी प्रहरीको गाडी यो सडकमा अलिकति हामी चाहिँ अब सडकको साइड लिँदै हामी अलिकति अगाडि बढ्ने प्रयास गर्नुपर्छ। यो गाडी चाहिँ अगाडि लैजाउँ र हतार नगरौँ। हामी यहाँबाट अझै हाम्रो साथीहरूले कुरेर हामी जान्छौँ। अझै दायाँ बायाँ किनारामा बस्दा त हामी हजारौँ भइसकेका छौँ। आज त्यो नारायणजीको गेटमा गणतन्त्रवादीहरू मुटु हल्लिने गरी हाम्रो उपस्थिति हुनेछ। र्याली चाहिँ ब्यानरभन्दा पछाडि सिस्टमेटिक हिसाबले अगाडि बढौँ। राष्ट्रिय झन्डा बोकेका छौँ। हामीले राष्ट्रिय झन्डा ठाडो बनाएर हामी अगाडि जानुपर्छ। ललितपुरदेखि हाम्रो चाहिँ निरञ्जन थापा पनि आउनु भएको छ। उहाँको पनि जोरदार उपस्थिति रहेको छ। त्यो कारमा झन्डा हाल्ने काम चाहिँ अलि नगरौँ। राष्ट्रिय झन्डाको सम्मान गरेपछि राजा चाँडै फर्किन्छन्। साथीहरू, आज हामी राष्ट्रभक्त देशभक्त र माटोलाई साथीहरू एकदमै सभ्य भएर फोहोर पनि नगर्नु होला। पानीको बोतलहरू बाहिर नफाल्नु। तपाईँले आफ्नो परिचय दिने प्रयास गर्नुहोस्। साथीहरू, आज हामी भव्यताका साथ हामीले राष्ट्रभक्त र माटोलाई बोकेर अगाडि बढ्नुपर्ने स्थिति आइलागेको छ। हाम्रो सामु देश नै असफल हुने र असफल राष्ट्र घोषणा हुनेतर्फ बढिराखेको छ। हाम्रो देश ग्रे लिस्टमा परिराखेको छ। आर्थिक स्थितिमा अब ब्ल्याक लिस्टमा पर्यो भने हाम्रो देश असफल राष्ट्र घोषणा हुन्छ र विदेशी सेनाहरू नेपालमा उपस्थित हुनेछन् र उनीहरूको गुलामी हुनुपर्ने हामीलाई स्थिति पैदा हुनेछ। त्यसै कारणले गर्दा राष्ट्रको माटो बोकाउँ, राष्ट्रको झन्डा बोकाउँ र राष्ट्रिय झन्डा मुनि गोलबद्ध भएर एकत्रित भएर हामीहरू कहाँ गए, चिनी कारखाना कहाँ गए, टेक्सटाइलका कारखानाहरू कहाँ गए,
सिमेन्ट उद्योग कहाँ गए? हिमाल सिमेन्टदेखि लिएर इटाउडा सिमेन्टसम्म आज खत्म नै भइसकेका छन्। आज देशको स्थिति बर्बाद देखेर रुन मन लाग्ने स्थिति छ। आँसुका धाराहरू बगाइरहेका छन् प्रदेशमा हाम्रा साथीहरू, हाम्रा दाजुभाइ, हाम्रा दिदीबहिनीहरू। र यही देशमा पनि बाँच्नलाई हामीलाई अत्यन्त कठिन परिस्थिति पैदा भइराखेको छ। त्यसैले सडकमा उपस्थिति भएर यसलाई विरोध स्वरूप हामी विरोध स्वरूप नाचगान गरौँ, सभ्य भौँ। कुनै पनि पानीका बोतल र फोहोर चक्लेटका खोलहरू आफ्नै खल्तीमा राख्ने प्रयास गर्नुहोस्। आफ्नो सभ्यताको परिचय दिनुहोस्। नेपाली हुनुको गौरवमा बाँच्नुहोस् र आनन्दित हुनुहोस्। यति भन्दै यहाँहरूलाई मेरो 2 शब्द यही टुङ्ग्याउँछु। जय राष्ट्रवाद। हर हर महादेव, हर हर महादेव, हर हर महादेव। राजा ल्याऊ, राजा ल्याऊ, राजा ल्याऊ। वैदिक सनातन हिन्दू राष्ट्र कायम गर, वैदिक सनातन हिन्दू राष्ट्र कायम गर। बौद्ध किराँत हिन्दू राष्ट्र कायम गर, बौद्ध हिन्दू सहित किराँत राष्ट्र हिन्दू राष्ट्र कायम गर। यति भन्दै मेरो नगरौँ। अलिकति सङ्घर्ष गरेपछि मात्रै हामीले राजा फर्काउन सक्छौँ। अब अहिले नै 2 पाइला हिँड्न गाह्रो भएर गाडीमा बसेपछि त अनि कत्रो सङ्घर्ष गर्नु छ हामीले। त्यसकारण चाहिँ सबै ब्यानर पछाडि बसेर हजारौँ मान्छे समेट्दै हामी नारायणी दरबार अब केही समयमा हिँड्ने तर्खरमा छौँ। दायाँ बायाँ छरेर रहनुभएका सम्पूर्ण साथीहरूलाई यो जुलुस पछाडि गणतन्त्रवादीको सातो जानकारी उपस्थिति भइदिनु म अनुरोध गर्न चाहन्छु। अब नारा सबैले एउटै स्वरमा झन्डा ठाडो बनाएर साथ दिनु होला। राजतन्त्र जिन्दाबाद, राजतन्त्र जिन्दाबाद, राजा जनता एक हौ, गणतन्त्र मुर्दाबाद, धर्मनिरपेक्षता मुर्दाबाद, संघीयता मुर्दाबाद, राजतन्त्र जिन्दाबाद। हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, राजा जनता एक हौ, राजा जनता एक हौ। जय जय गौरव, जय जय काली। संघीयता चाहिँदैन, देश टुक्राउन पाइँदैन हुनुहुन्छ क्या? संघीयता चाहिँदैन, संघीयता चाहिँदैन। गणतन्त्र मुर्दाबाद, गणतन्त्र मुर्दाबाद, संवैधानिक राष्ट्रसंस्था जिन्दाबाद, संवैधानिक राष्ट्रसंस्था जिन्दाबाद। श्रीपाल महाराज सरकारको, श्रीपाल महाराज सरकारको संघीयता चाहिँदैन, संघीयता चाहिँदैन। हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष, हाम्रो राजा हाम्रो देश। संघीयता चाहिँदैन, संघीयता चाहिँदैन। श्रीपाल महाराज सरकारको, श्रीपाल महाराज सरकारको संघीयता चाहिँदैन। वैदिक सनातन हिन्दू राष्ट्र कायम गर, वैदिक सनातन हिन्दू राष्ट्र कायम गर। सबै नेपाली झन्डा ठाडो हिसाबले बोकेर ब्यानर पछाडि हार्दिक अनुरोध गर्दछु। घाँटीमा कसैले यो जनताको कार्यक्रम हो, राजा लिन जाने कार्यक्रम हो, राजा फर्काउने कार्यक्रम हो। त्यसकारणले यो कार्यक्रममा जोसुकै मान्छे पनि हामीसँग स्वतस्फूर्त उत्साहित भएर जोडिन सक्नुहुन्छ। आउनुहोस्, अगाडि बढ्ने हामी यता क्रस गरौँ। यो रोड चाहिँ सम्पूर्ण रूपमा हाम्रो जनताले भ्याक्स गर्दा हुन्छ है।
हाम्रो साई युवा शक्ति नेपालका साथीहरू, साई युवा शक्ति नेपालका केन्द्रीय समितिका साथीहरू, तपाईहरू यो लाइनलाई चाहिँ हाते संग्रह गरेर यसलाई सिस्टमेटिक बनाउनु होला। त्यो स्पिकरमा पनि हाम्रो अलि अशक्तहरूलाई चाहिँ त्यहाँ सहायता गर्नु होला। पानी प्यास लागेकाहरूलाई खुवाउनु होला। हामी हिँड्दै हजारौं जनताको सहभागितामा शान्तिपूर्ण आन्दोलनमा जोड्यौं, सम्पूर्ण जनतालाई जोड्यौं। अब यहाँ हाम्रो एकदम युवाहरूको उत्साह उमङ्ग व्यापकै छ। हाम्रो नेपाली प्रो पनि उत्साहित भएर अगाडि बढ्नुभएको छ। हाम्रो यो कलाकार पनि हुन्छ नारायण भाइ। नारा जुलुस, नारा चाहिँ हाम्रो नारा भनेको कुनै व्यक्ति विरुद्ध हुँदैन, गणतन्त्र विरुद्ध हुन्छ, राजाको पक्षमा हुन्छ। हाम्रो नारा भने कुनै व्यक्ति विरुद्ध हुँदैन, राजाको पक्षमा नारा लाउँदै हामी अगाडि बढ्छौँ। हाम्रो साथीहरू जोडिने क्रम जारी छ। साथीहरू अझै जोडिँदै हुनुहुन्छ। एकैचोटि जय श्रीरामको साथीहरू अझै जोडिने जय श्रीराम जय श्रीराम, जय श्रीराम, जय श्रीराम, जय श्रीराम, हर हर महादेव। यो गाडी 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 अगाडि बढौँ, गाडी अगाडि बढौँ। पुरानो पुरानो साथीहरू के अरे अगाडि त्यो हाम्रो गाडी भएको साथीहरू पनि गाडी अगाडि बढाउनु होला। प्रहरी साथीहरूले हामीलाई बाटो क्लियर गरिदिनु होला। हाम्रो शान्तिपूर्ण आन्दोलन भोलि झडपमा पुग्न त होस्, बाटो क्लियर गरिदिनु होला। अहिले हाम्रो प्रहरी साथीसँग हाम्रो समन्वय भइसकेको छ। इन्सपेक्टर साहबसँग पनि कुरा गरेको थिएँ। हाम्रो यो शान्तिपूर्ण रयाली हो। हाम्रो बाइक त स्क्यान हुनसक्छ, सुनगर डिस्टेन्समा बसेर है त। अनि झन्डा बोक्ने साथीहरू सबै पछाडि जाने, ब्यानरको पछाडि जाने, हाम्रो पुलिसको गाडी अगाडि हुन्छ, अनि हाम्रो माइकिङको गाडी अगाडि हुन्छ। सबैजना साथीहरू लामबद्ध अनुशासित भएर लामबद्ध भएर जाउँ है साथीहरू। कोही तितर बितर नहौ। हेर्नुहोस्, हाम्रो देशलाई राजाको खाँचो छ। अब राजा ल्याउनु पर्छ। धैर्यता गर्नुहोस्, हामी बिस्तारै जान्छौँ। कोही लाइनबाट नमाग्नुहोस्, बाइकहरू तितर बितर नहुनुहोस्, अनुशासित भएर ब्यानर पछाडि बस्नुहोस् है साथीहरू। साथीहरू तपाईँहरू पछाडि गरिदिनु सभ्य भएर प्लिज। सबैजना भोलिन्टियर बाइकहरू सबैजना पछाडि जानुहोस् न। यहाँ अगाडि भएर केही हुँदैन क्या। बाहिर पछाडि जानुहोस् त, पछाडि जानुहोस् त। तपाईँहरू झन्डा यत्रो बोक्नु भएको छ, अगाडि लगाएर भएन नि। सबैजना भोलिन्टियर बाइक 5-7जना अगाडि बढ्नु, सबैजना पछाडि जानुहोस् त प्लिज। एकछिन रोक्यो रोक्यो कट्यो हाम्रो बाइकहरू। एम्बुलेन्स आएको छ, एम्बुलेन्सलाई अलिकति सहयोग गरौँ, एम्बुलेन्सलाई सहयोग गरौँ। र हाम्रो साथीहरू चाहिँ कोही पनि नछुटुन्, तितर बितर नहुन्। फेरि यो र्याली ब्रेक हुने बित्तिकै मान्छेहरू भागेको पाइन्छ। हामी भागेर राजा फर्काउनु सक्दैनौँ है। हामी एक भएर नारायणी पुग्नुपर्छ। र अर्को कुरा, यो हाम्रो ठुल्ठुलो झन्डा बोक्ने साथीहरू तल सडकमा आउनु पर्यो। अगाडि ठुलो ठुलो झन्डा बोक्ने तल आउनु, तल तल आउनुहोस्। ठुलो ठुलो झन्डा बोक्ने यो 5जना 7जना हुनुहुन्छ, तल आउनुहोस्, तल आउनुहोस्। हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश। सुभाष महाराज सरकारको, सुभाष महाराज सरकारको, हाम्रो राजा हाम्रो देश। वैदिक सनातन हिन्दू राष्ट्र कायम गर, वैदिक सनातन हिन्दू राष्ट्र कायम गर। देश संघीयता चाहिँदैन, संघीयता चाहिँदैन। यो हाम्रो मास ठुलो भएको कारणले यो बाटो चाहिँ ट्राफिक साथीले उही गाडी रोकिदिनु पर्यो। केही समय जनताले चाहिँ राष्ट्रको लागि दुःख पाएर हामीले साथै दिन्छन्। हामीले यहाँ कुनै चाहिँ आतङ्क उल्लङ्घन गर्न आएको होइन। ट्राफिकले बाटो क्लियर गरिदिनुहोस्। गाडी गाडी अगाडि जानुहोस्। रोड पुरै कब्जा गर्नु पर्यो। अगाडि चोकमा गाडी रोकिदिनुहोस्, किनकि यो हाम्रो
राष्ट्र जोगाउने आन्दोलन हो, राष्ट्र बिगार्ने होइन। यो आन्दोलन कुनै भत्काउने आन्दोलन होइन। त्यसकारणले हाम्रो संयमित युवाहरू अगाडि गाडी खाली भए चाहिँ हामी रोड बिस्तारै कब्जा गर्दै जान्छौँ। सम्पूर्ण जनताहरू एक भएर अगाडि बढ्छौँ। राजतन्त्र जिन्दाबाद, राजा जनता एक हौ, राजतन्त्र जिन्दाबाद, राजा जनता एक हौ। हाम्रो साथीहरू आउने क्रम जारी छ। यो जुलुस नारायणी पुग्दा 10,000 हुन्छ। त्यसकारणले सुरक्षा कर्मी साथीले हामीलाई साथ दिनु होला। हामी अत्यन्त शान्ति प्रेमी जुलुस गर्दैछौँ। राजा पनि शान्ति प्रेमी, हाम्रो जुलुस पनि शान्ति प्रेमी। साथीहरू अत्यन्त संयमित भएर हिँड्नु होला र यो अलिकति गाडी अलिकति अगाडि बढाउनु होला। हाम्रो अगाडिपट्टि भएको राष्ट्रिय झन्डा भएको गाडी अलिकति अगाडि जानु होला साथीहरू। यो केही नभए 10 मिटर जति अगाडि, अलिकति अगाडि र पछाडि आउनुभएका साथीहरू एकदम अनुशासित र संयमित भएर आउनु होला। हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, संघीयता खारेज गर, हिन्दू अधिराज्य कायम गर, हाम्रो राजा। गाडी सोरखुटे चोकमा रोक्नु पर्यो। यो जनताको कार्यक्रम हो, जनताले साथ दिने कार्यक्रम हो। राजतन्त्र जिन्दाबाद, राजा जनता एक हौ। अलि अगाडि जाऊ, अलि छिटो जाऊ। नयाँ बजार आसपास सोरखुट्टीमा बसोबास गर्ने आदरणीय राष्ट्रवादी राजभक्त जनसमुदायहरूलाई हाम्रो जुलुसमा जोडिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। बचाउन, पशुपतिनाथ बचाउन चाहियो, राजतन्त्र जिन्दाबाद, राजतन्त्र जिन्दाबाद, चाहियो, नारायणी खाली गर, नारायणी खाली गर, नारायणी खाली गर। हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश। हामी पनि संयमितताले जाने हो। हाम्रो लागि गर्दाखेरि
सोध्नु धड पक्क भइसक्यो। कार्यकर्ता होइन हामी ढुङ्गामुढा गर्नलाई भयो नि त तपाईँ डराएको होइन के को निषेधित क्षेत्र भयो उनीहरूको नियमहरूलाई नै हामीले पालना गरेको डराउनु हुन्छ भने हामी कसरी फर्काउनु हुन्छ हामी पार्टीको कार्यकर्ता होइन अभद्र व्यवहार गर्दै चाहिँ सुरक्षा कर्मीहरूलाई हात हाल्दै हिँड्नलाई हामी एउटा राष्ट्र सेवक हो राजालाई चाहिएको हामी कुनै पार्टीको कार्यकर्ता होइन कि सुरक्षा कर्मीलाई हात हाल्दै हिँड्नलाई पटक पटक राष्ट्र संस्था स्थापनाको लागि आन्दोलन गर्नुभयो तर सक्नु भएको छैन नि सुरुवात हो एकैचोटि सबै कुरा हुँदैन सुरुवात